के क्या जस्तै आफै नमस्कार, म बसन्त चामलिङ अनि मेरो गाजल तपाईँहरूलाई थाहा छँदैछ। मेरो दाइको घरमा चाहिँ यो एउटा राम्रो पप्पी छ। यो चाहिँ यो भित्र चाहिँ धेरै गुणहरू छ, तर आज म छोटो तपाईँहरूलाई टेस्ट गरेर देखाउँदैछु। यो चाहिँ म यहाँ कहिलेकाहीँ घरमा आउँछु अनि मलाई पछ्याउँछ दाइको बाइकमा जान्छ अगाडि, अनि तपाईँको साइकलमा पनि, मेरो साइकलमा पनि पछाडि बस्छ। एकदम ज्ञानी छ। यसको गुणहरू अरू पनि धेरै छ, त्यो पछि तपाईँहरूलाई म भन्दै जान्छु। अहिले चाहिँ म तपाईँलाई साइकलमा चढाएर यसलाई म देखाउँदैछु। तपाईँहरूले के कस्तो हुन्छ, यसको गुणको बारेमा कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। के आज कति बजे उभिएको अच्छा आऊ बाइकमा जाने, आऊ। के यस्तो जानु ल रेडी बाइकमा जाने हो कान्छ। यता हेर्नु त अङ्गालो मारेर कान्छाले कपडा चाहिँ सबै बिगारिदियो, छोटा बदमास। हजुर चाहिँ मेरो दाइको यता हेर्नु न यता देखाउनु यता हेर, यस्तो मायालु छ। म कहिलेकाहीँ आउँछु है, अनि मेरो साइकलमा दाइको बाइकमा जान्छ। कपडा चाहिँ सबै मैलो बनाइदिइसक्यो। कस्तो ज्ञानी छ, साइकलमा पनि बस्ने, बाइकमा पनि बस्ने। यो कपडा बनाइदिए अब, ओइ कपडा बनाइदे, यो कपडा बनाइदिए अब। एकदमै ज्ञानी छ। म यहाँ कहिलेकाहीँ आउँछु दाइको घरमा, अनि मलाई छोड्दैन। बाइकमा जानु खोज्छ, साइकलमा हिँड्छ। गाजल पनि जाऊ गाजल आऊ, गाजल आऊ। ओके
त्यता फर्काउनु गाजरलाई पनि। यता हेर पपीको टाउकोमा राख्नु न। गाजलु जे भने पनि मान्ने। हो त्यहाँ बस्छ। यता फर्केर यता फर्केर थपक्क बस्ने बस हिसाब यसले यसको पुरा अब म भ्लग बनाउँछु। कस्तो सिकाएको जस्तै आफै। गाजरलाई केही गर्दैन होला। यता चाहिँ दाजु हुनुहुन्छ, हाम्रो दाजु। गाजरलाई हेर्नु। उता तपाईँ पनि हेर्नु न, उता उसले हेर्दाखेरि। आइज खान्छ गुड। अब फेरि जाने आऊ माथि आऊ माथि आऊ म गएँ माथि माथि बाइकमा जाने माथि आऊ माथि आऊ ठाउँमा जाऊ। तिम्रो ठाउँ कहाँ छ है? यहाँ हो। ओके एउटा सिट लागिदिनु भनेर भिडियो हेर्नुभयो, तपाईँलाई राम्रो लाग्यो नराम्रो लाग्यो के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। दाइले चाहिँ टाइगर नाम लगाइदिनु भएको छ, अनि म चाहिँ कान्छा भनेर बोलाउँछु यो कुकुरलाई, पपीलाई। एकदमै ज्ञानी छ। के कस्तो लाग्यो, कहाँ कहाँबाट मेरो भिडियोलाई हेर्नुभयो, प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला। धेरै धेरै धन्यवाद छ।